नमस्कार साथीहरू, आज चाहिँ म तपाईँहरूलाई कन्याम घुमाउन गइरहेको छु। यहाँका सुन्दर सुन्दर दृश्यहरू पनि देखाउनेछु है त। हिउँदो महिना भएकोले खासै यहाँ चाहिँ हरियालीहरू छैन। अहिले चियाको मुन्ना खासै पलाएको छैन, तर पनि प्राकृतिक सुन्दरताले एकदमै भरिपूर्ण छ कन्याम। हामी अहिले फिक्कल बजार हुँदै गइरहेका छौँ। चियाबारी निकै फुस्रो देखिन्छ, किनकि यहाँ चियाको मुन्नाहरू अहिले पलाएको छैन। पर्यटकीय क्षेत्र भएको कारणले बाटाहरू पनि निकै सिँगारिएको र सुन्दर देखिन्छ। बिहानको समय भएको कारणले जाडो निकै बढिरहेछ। अब चाहिँ कन्यामको चियाबारीहरू सुरु भइसकेको छ है त साथीहरू। बिहानको समय अनि बाइकमा भएर होला चिसो पनि निकै लागिरहेछ है मलाई। कन्याम सुन्दर ठाउँ भएकाले यहाँ पर्यटकको निकै घुइँचो लाग्छ है। अहिले चाहिँ सुनसान जस्तै देखिन्छ, सायद बिहानी भएकोले गर्दा होला त्यति धेरै पर्यटकहरू देखिँदैन। यहाँबाट सिक्किम दार्जिलिङ इन्डिया पनि धेरै नै नजिक पर्छ है, त्यति टाढो चाहिँ पर्दैन। सिक्किम दार्जिलिङबाट पनि निकै नै घुम्न आउँछ पर्यटकहरू। इलामको पर्यटकीय क्षेत्रमध्ये प्रमुखमा लिन सकिन्छ कन्यामलाई। अब चाहिँ हामी लगभग कन्याम चियाबारीको मुख्य बिन्दुमा आइपुगेका छौँ। अहिले मौसम त्यति नखुलेको गर्दाखेरि अब सबै दृश्यहरू राम्रोसँग कैद हुन सकेको छैन। तैपनि धेरै सुन्दर छ है कन्याम। यहाँको दृश्यहरू एकदमै रमणीय छ। यो बाटाको छेउछाउमा रहेको पसलहरूमा इलामको कोसेलीहरू पनि लिन सकिन्छ। बाटाको पसलहरू मैले भिडियोमा राख्न सकिनँ, किनकि मैले चियाबारी हेर्न अलिक आतुर भएको कारणले म चियाबारीतिर नै जानेछु र जाँदैछु पनि। चियाबारी एकदमै धेरै क्षेत्रमा फैलिएको छ। म चाहिँ अहिले बाटाहरूबाट मात्र अवलोकन गरिरहेको छु। चियाबारीको मेन पोइन्टमा हामी अब आइसकेका छौँ। यहाँ कन्याम लेखिएको पनि हामी देख्न सक्छौँ। पर्यटकहरूलाई डोराउनको लागि यहाँ घोडा पनि राखेको रहेछ है, घोडाहरू पनि देख्न सक्छौँ। साँच्चीकै मनलाई लोभ्याउने खालको सुन्दर दृश्यहरू यहाँ देख्न सकिन्छ है कन्याम। कन्याम लेखेको पोइन्टमा भन्दा पनि हामी चाहिँ योभन्दा अझै जग्गाको डाँडामा जान्छौँ है त, थुम्कीमा। त्यहाँबाट अवलोकन गर्नेछौँ हामी चियाबारी। अब चाहिँ हामी थुम्कीतिर लागिरहेका छौँ। भिडियोमा देखिएको परको थुम्की, त्यहाँसम्म हामी जान्छौँ है त। त्यहाँ माथिबाट हामी अवलोकन गर्छौँ चियाबारीको। बिहानीको समय भएकोले गर्दा सुनसानै देखिन्छ। यहाँ खासै त्यति धेरै भिडभाड पनि छैन, पर्यटकहरू पनि खासै आएको देखिँदैन। तर दिउँसो चाहिँ यहाँ एकदमै भिडभाडै हुन्छ र बिदाको दिनमा त झन् एकदमै धेरै नै पर्यटकहरू आएको हुन्छ। अब हामीले चाहिँ गाडी राखिसकेका छौँ। अब यहाँबाट चाहिँ पैदल यात्रा गर्दै माथि डाँडोसम्म जानेछौँ। चिसो भएकोले गर्दा म चाहिँ मास्कहरू एकदम लगाएर हिँडिरहेको छु है। यहाँ निकै नै चिसो छ, घाम त लागिरहेछ तर पनि चिसो निकै छ। अब चाहिँ सुन्दर दृश्य चाहिँ यो थुम्कीपट्टिको हेर्नु है त। अब हामी यहाँबाट चाहिँ उकालो जानेछौँ। चियाहरू पनि प्राय कटिङ गरेको देखिन्छ है, सुक्खा नै देखिरहेछ। उकालो हिँड्दा थाकेँ है, के थाकेर म कस्तो मस्तले सुतिरहेको रहेछ कुकुर। नलड्दाखेरि त्यो आवाजले एकदमै तर्सियो है। कुकुरहरू त टन्न आयो त यहाँ त, के साह्रो किन तर्सियो है। कुकुर चाहिँ मलाई एकदम मनपर्छ, त्यही भएर मैले कुकुरहरू खोजेर सान्त्वना गराएँ। कुकुरहरू पनि मजाको रहेछ है, मैले बोलाए पछाडि चुप भयो है। म चाहिँ एकैछिन बसेर अब यहाँको भ्यूहरू हेर्न थालेँ र भिडियो रेकर्ड गर्न
पनि थालेँ है। यहाँको कुकुरहरूले एकदमै मलाई पछ्याइरहेछ। निकै नै प्यारो प्यारो देखिन्छ यिनीहरू। अझ मौसम क्लियर नभएकोले गर्दाखेरि त्यति धेरै राम्रो भ्यूहरू त आएको छैन, तर जे होस् गर्न सकेको त कुकुरहरू चाहिँ एकदमै पुछेर लगाइरहेछ है। एकदमै धेरै पनि भइसक्यो है, 4-5 पनि भइसकेको छ। मलाई नि यता देखिएको गाउँहरूको नाम चाहिँ थाहा भएन है। चियाबारी चाहिँ पुरा कटिङ गरेर अहिले चाहिँ फुस्रो फुस्रो टाइप देखिरहेछ है। प्रकृतिमा रमाउनेहरूको लागि कन्याम एकदमै बेस्ट हो है घुम्नको लागि। र यहाँको भ्यूहरू एकदमै मजाको छ। हरियाली कम भए तापनि यहाँको दृश्यहरू चाहिँ एकदम अद्भुत छ है। एकदमै रमाइलो देखिन्छ। अब चाहिँ सम्पूर्ण दृश्यहरू हेरिसके पछाडि यही भिडियोहरू गरेर म चाहिँ अब फर्किने क्रममा छु। अब म चाहिँ यही अघि आएकै बाटोबाट उता जानेछु। वाउ, सेतो सेतो घोडा दामी देखिरहेछ। अब चाहिँ सम्पूर्ण दृश्यहरू हेरेर म चाहिँ फर्किने क्रममा छु है। अब चाहिँ फर्किरहेको। तपाईँहरूलाई कन्याम कस्तो लाग्यो? एकदमै सुन्दर छ है, राम्रै लाग्यो होला, सुन्दर ठाउँ हो। एकपल्ट तपाईँहरू पनि आउनुहोला, घुमिदिनु होला। अनि भिडियो कस्तो लाग्यो, पक्कै पनि मन पर्यो होला। तपाईँहरूलाई पनि मन पर्यो भने लाइक सेयर गरिदिनु होला। धन्यवाद।